तपाईको अर्को काण्ड के तपाईको अर्को काण्ड पनि भनिहाल्छु कि काण्डले किन यति भरिएको मन्त्री दीपक खड्काको राजनीतिक जीवन व्यक्तिगत जीवन भनेर कहिलेकाहीँ मेरा केही प्रश्न छन्। भन्नु न मजाले। मैले मुगु कर्णालीको कुरा गरेँ र किमा थाङका अरुणको कुरा गरेँ। अनि मुगु कर्णाली अब चौधरी ग्रुपलाई चौधरीलाई नै दिने भइयो होइन त? त्यसमा कुनै र किमा थाङका अरुण चाहिँ सुनिल शर्मालाई नै दिने भइयो होइन त? गर्न सक्नेले लाँदा हुन्छ। मैले तपाईको के भनेको थिएँ भने यस विषयमा उहाँहरूलाई नै दिने हुनुभयो होइन भनेर सोधेँ मैले। त्यो मलाई थाहा भएन, त्यो फिक्स भएको लाग्दैन मलाई। त्यो भ्युसिएल भन्ने कम्पनी छ, भ्युसिएल विद्युत उत्पादक कम्पनी, उहाँहरूलाई थाहा हुने हुन्छ। त्यो भ्युसिएल भने तपाईँ अन्तर्गत होइन, मन्त्रालय त्यो सरकारी स्वामित्वकै होइन? सबै प्राधिकरण। त्यो सरकारी स्वामित्वको भनेको डेडिकेटेड मिनिस्ट्री ऊर्जा मन्त्रालय होइन? पनि सरकारी कम्पनी हो, डिओडी सरकारी कम्पनी हो, भ्युसिएल सरकारी कम्पनी हो, यस्ता थुप्रै निकायहरू छन्। मैले मान्ने यो सबैको अभिभावक तपाईँ हो, मन्त्रालय हो र मन्त्री हो। अब सबै खुल्ला गर्नु। चौधरी ग्रुपलाई नै किन दिन? किन मुगु कर्णालीको हकमा प्रतिस्पर्धी नै क्राइटेरिया नै तपाईको चौधरी ग्रुपलाई पार दिउँ भनेर तपाईहरुले तय गरेपछि निराधार कुरा हो।